यो पाइप चाहिँ कसको हो? यहाँनिर अहिले लगभग यहाँनिर यो कतिवटा अहिले यहाँ 5वटा 6वटा पाइप छ। यो छुट्टैसँग गरेर 6वटा पाइप छ। यो 6वटा पाइपमा चाहिँ यो कसको पाइप हो? सबैजनाले आफ्नो सामानको सुरक्षा गरेर लानु होला, संरक्षण गरेर लानु होला। यहाँनिर हामीलाई चाहिँ यो भित्ताबाट यहाँनिर हाम्रो बारीबाट लग्यो भने रिस भएको चाहिँ होइन। हामीलाई लानुहोस्, तपाईँहरूको आफ्नो पाइप लानुहोस्। यो पानी कसरी लाने लानु तपाईँहरूले। तर यसरी यो मान्छेको बारीमा यस्तो लापरवाही गरेर चाहिँ नलानुहोस् है। हेर्नु न, अहिले पनि यहाँनिर यो माथि पाइप फुटेर यस्तो गरेर यहाँबाट पानी आएर यो हिजोअस्ति भर्खर लगाएको वाल हो। यो चाहिँ यो नयाँ वालमा यसरी पानी लाउँदाखेरि यो वाल भत्किन्छ, माथिबाट पहिरो आउँछ। अनि यसमा चाहिँ अहिले चाहिँ यो पाइप चाहिँ कगजको सबैजनाले संरक्षण गरेर लानु होला। नभएदेखि यो झुस डढाउँदाखेरि यो पाइप डढ्ने सम्भावना एकदम बढी देखेको छ है। यो झुस डढाउँदाखेरि यो पाइप डढ्यो भनेदेखि तपाईँहरूले आएर भन्नु केही पाउँदैन। आफ्नो सामानको सुरक्षा आफै गरेर लानु होला। ल हेर्नु, यो कानलाई सिङ्गै राखेको छ त यो पाइपी। यही अब अहिले यहाँनिर हामीलाई यहाँ बारीमा काम गर्नुपर्ने, यो बारी यसरी अब हाम्रो नि यहाँनिर बारीमा बाली लगाउने बेला भयो। यसरी यो सबै यो सफा गर्नुपर्ने। यो अहिले यहाँनिर यो पाइपले गर्दाखेरि यो सबै यो घारीभित्र पाइप छ। 6वटा पाइप छ यहाँनिर। यो कगजको पाइप हो। यो पाइपले गर्दाखेरि यहाँनिर हामीले कामै गर्न पाएन। यो कसको पाइप हो? एकदम संरक्षण गरेर लानु होला।